माई फेभरेट फेस्टिभल दशैंको एसे चाहिएको छ। यदि चाहिएको छ भने यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्कार साथीहरु, तपाईलाई लर्न एन्ड ग्रो युट्युब च्यानलमा स्वागत छ। अनि आजको भिडियोमा चाहिँ मैले तपाईलाई माई फेभरेट फेस्टिभल दशैंको बारेमा 20 वटा पोइन्ट्स लिएर आएको छु। अनि जति जना मेरो च्यानलमा नयाँ हुनुहुन्छ उहाँले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई एउटा लाइक गरिदिनु होला। साथीहरु, अब ढिला नगरी भिडियोतर्फ लागौ है त। साथीहरु, 1 नम्बरको पोइन्टमा रहेको छ माई फेभरेट फेस्टिभल इज दशैं। अनि त्यसपछि 2 नम्बर पोइन्टमा इट इज द बिगेस्ट फेस्टिभल इन नेपाल। अनि 3 नम्बरको पोइन्टमा दशैं इज सेलिब्रेटेड बाई हिन्दू पिपुल। अनि 4 नम्बरको पोइन्टमा इट इज युजुअली फल इन द मन्थ अफ अश्विन अर कार्तिक। अनि 5 नम्बरको पोइन्टमा द फेस्टिभल लास्ट्स फर 15 डेज। अनि 6 नम्बरको पोइन्टमा पिपुल क्लिन एन्ड डेकोरेट दियर हाउस ड्युरिङ दशैं। अनि 7 नम्बरको पोइन्टमा फ्यामिली मेम्बर्स ग्यादर टुगेदर ह्याप्पीली। अनि 8 नम्बरको पोइन्टमा चिल्ड्रेन वेयर न्यू क्लोथेस ड्युरिङ द फेस्टिभल। अनि 9 नम्बरको पोइन्टमा इल्डर्स गिभ टिका एन्ड जमरा टु यंगर पिपुल। 10 नम्बरको पोइन्टमा वी रिसिभ ब्लेसिङ्स फ्रम आवर प्यारेन्ट्स एन्ड ग्रान्ड प्यारेन्ट्स। अनि 11 नम्बरको पोइन्टमा डेलिसियस फुड is prepared at home। अनि 12 नम्बरको पोइन्टमा people enjoy playing swings and flying kites। अनि 30 नम्बर पोइन्टमा दशैं brings happiness and joy everywhere। अनि 40 नम्बर पोइन्ट्समा schools and offices remains closed during the festivals। अनि 50 नम्बर पोइन्टमा relatives visit each other during दशैं। अनि 60 नम्बर पोइन्टमा people worship goddess Durga in this festival। अनि 70 नम्बर पोइन्टमा दशैं टिचेज अस टु रिस्पेक्ट इल्डर्स। अनि 80 नम्बर पोइन्टमा इट अल्सो स्प्रेड लभ एन्ड युनिटी एमङ फ्यामिलीज। अनि 90 नम्बर पोइन्टमा आई इन्जोय स्पेन्डिङ टाइम विथ माई कजिन्स एन्ड फ्रेन्ड्स। अनि 20 नम्बर पोइन्टमा देयरफोर दशैं इज माई फेभरेट फेस्टिभल भनेर हामीले यसरी यसको इन्डिङ गर्न सक्छौं। साथीहरु, आजलाई यति नै। फेरि हामी अरु भिडियोमा भेट्ने नै छौं भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त बाई बाई।